현럽된바 구송 투기 둘 투지 형시 균이 타대비 대들 뜸비가양 대신된 제랑 캐나 민툰 된둔데 끌라 중대 탐지 맨인신 भन्नुभएको छ यसको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ बुद्धले मानिसको मन मानिसको सजायको हिसाबले चाहिँ विभिन्न प्रकारको हाम्रो बुद्धको मार्गहरू देखाउनु भएको छ त्यसमाथि सबैभन्दा राम्रो अनि उच्च यो हो भन्ने छुटाउनु मिल्दैन भनेको कुरा हो त्यसको उदाहरण चाहिँ के राख्नु भएछ भन्दाखेरि चाहिँ हाम्रो मानिसको जिउमा र मानिसको जीवनमा बिमारी भइसकेपछि यो बिमारीको लागि सबैभन्दा औषधि राम्रो यो हो भन्ने नभएको जस्तै बिरामी रोगको हिसाबले चाहिँ औषधि भएको जस्तै हाम्रो मान्छेको सजाय र मान्छेको मनले मनको हिसाबले बुद्धको मार्गहरू विभिन्न देखाउनु भएछ त्यसमा चाहिँ सबैभन्दा राम्रो यो अरू चाहिँ त्यति राम्रो होइन सबैभन्दा राम्रो यो हो भन्ने छैन भने बुद्धको भनाइ हो हस् त धन्यवाद